सो यहाँले जति पनि प्लेयरहरूसँग काम गर्नुहुन्छ त्यसमध्ये सबैभन्दा एकदमै मेहनती अनुशासित सबै फलो गर्ने को प्लेयर पाउनु भएको छ अभियसली सोमपाल जतिको त मैले हि इज एक्चुअली अ प्लेयर कि मलाई चाहिँ किन लाग्छ भनेदेखि उसको दिमागमा अरू चिज नै छैन हि इज भेरी प्रोफेसनल गेम खेल्नु छ अनि हाउ आई वान्ट टु क्यारी माई लेगेसी र हाउ आई वान्ट टु क्यारी माई स्टार्टअप सबैभन्दा मेन त अनि ऊ काहीँ अब जानुपर्ने ठाउँहरू पनि छ भने एकदम नापेर तौलेर जाँचेर बुझेर मात्र यति होइन कि ऱ्यान्डमली जहाँ पनि गइदिन्छ भने भेरी प्रोफेसनल का अनि त्यसले गर्दाखेरि चाहिँ अनि हि इज भेरी क्लियर फ्रम हिज माइन्ड कि वाट ही वान्ट्स टु डु म यहाँ हामी कुरा हुन्छ कि अब गर्दा कुरा हुन्छ नि सो उसले भन्थ्यो कि म नेपाल आउँदाखेरि चाहिँ म भर्खरै नेपाल आएको म नेसनल टिममा पनि सेलेक्ट भएको छैन कहाँ पछि त कुरा गरिरहेको थिएँ म अब नेपाल नेसनल टिमबाट खेल्छु भनेर भनिरहेको थिएँ म भर्खरैको टेम्पोमा चढिरहेको छु कहाँबाट काले लुरे मान्छे देखिरहेको छु त्यस्तो भनिरहेको छ सबले मान्छे मलाई हेर्थ्यो तर मलाई त्यतिखेर लागेको कुरा म अझसम्म पनि लाग्छ म नेसनल टिमको लागि खेल्छु म अझ अर्को पनि एउटा वर्ल्ड कप खेल्छु भन्छ त्यो फिटनेस लेभल देख्छौँ हामी हङ्गर के त्यो एउटा लेजेन्डरी प्लेयर हुनको लागि चाहिँ नि उसको प्लेयरको करियर लामो हुनुपर्छ क्या सबैभन्दा इम्पोर्टेन्ट बिकज अलि वर्ष खेल्यो अलि वर्ष काम गर्यो अथवा केही गर्यो पर्फर्म गरेर गइसकेपछि उसलाई सानो एउटा जेनेरेसनले चिन्छ क्या